इनिसा बिक उमेर 16 वर्ष, अध्ययन स्थानीय उषा बालबाटिका विद्यालय वीरेन्द्रनगरमा, कक्षा 11। शनिबार बिहान उनी आमासँग अनुमति लिएर ट्युसन पढ्न निस्कन्छन्। आमाले आज किन पढ्न जानु पर्यो भन्दा म 2 घण्टामा फर्किहाल्छु भनेकी हुन्छन्। तर केही बेरपछि छिमेकीले उनको आमालाई सन्देश दिन्छन्, छोरी त एउटा जंगलमा बेहोस अवस्थामा छिन्। जब छोरीको ठाउँमा आमा पुग्छिन् त्यतिखेर आमा चकित पर्छिन्। छोरी अर्धचेत अवस्थामा हुन्छन् र अस्पताल पुर्याउँदा पुर्याउँदै उनको मृत्यु हुन्छ। यो घटना सुर्खेतको हो। सुर्खेतको वीरेन्द्रनगरमा घटित यो घटनाले अहिले आम नेपाली जनको मुटु छिया छिया बनाइदिएको छ। 16 वर्षीय यी बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि यही कुरा पुष्टि गरेको छ। यद्यपि पोस्टमार्टमको अन्तिम रिपोर्ट नआएकोले धेरै कुरा अहिले नै खुलाउन मिल्ने स्थिति छैन। घटनाको आरोपमा 4 जनालाई पक्राउ गरिएको अवस्था छ र ती 4 जना सबै नाबालक रहेको पनि प्रहरीले जनाएको छ। घटना निकै दुःखद छ र यति बेला सामाजिक सञ्जालमा जस्टिस फर इनिसा भनेर ट्रेन्ड नै चलिरहेको छ। इनिसाको बाबा अहिले रोजगारीका क्रममा दुबईमा हुनुहुन्छ र दुबईमा यो खाडीको युद्धले गरेर अलपत्र परेर उहाँ फर्किन सक्नु भएको छैन। इनिसाको न्यायका लागि माग गर्दै वीरेन्द्रनगरमा, सुर्खेतमा प्रदर्शनहरू पनि भइरहेका छन्। हामी पनि दोषी उप कडाभन्दा कडा कारबाही होस् भन्ने माग गर्दछौँ।